तनहुकै प्रसिद्ध धार्मिक स्थल मध्येको एक हो तीनखोले देवी मन्दिर। शुक्ला गण्डकी 6 खैरेनी टारबाट उत्तरतर्फ 7.5 किलोमिटर दूरीमा रहेको यस मन्दिर हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र र अन्य धर्मावलम्बीको पर्यटकीय गन्तव्य बनेको छ। 3वटा खोलाको संगम स्थलमा देवी उत्पत्ति भएको हुँदा मन्दिरको नाम तीनखोले देवी रहन पुगेको किम्बदन्ती छ। कुलो खन्ने क्रममा चाहिँ एउटा शिला खनियो र शिला खन्दाखेरि त्यस शिलाबाट चाहिँ रगत बग्यो। रगत बगेपछि गाउँलेले यो के हो भन्दाखेरि यो भगवान चाहिँ हुनुपर्छ भनेर यहाँबाट गाउँलेले गाउँमा लिएर गए। भोलिपल्ट बिहान त्यस शिला राखेको ठाउँमा चाहिँ जाँदाखेरि शिला नदेखेपछि अब के भयो भनेर हेर्दाखेरि चाहिँ यही स्थानमा उक्त शिला देखिएको र पछि यो शिला किन यसरी लगेर राखेको शिला किन यहीँ चाहिँ आएर बस्नुभयो भनेर गाउँमा चाहिँ लामा धामी झाँक्री राखेर चाहिँ तत्कालीन बेलामा त्यसरी राखेर सोद्धाखेरि म तीनखोले देवी हुँ, मलाई चाहिँ 3टा खोलाको सङ्गममा मन्दिर बनाएर राख्ने भए 3टा खोलाको सङ्गममा चाहिँ मन्दिर बनाएर राख्नु भनेर भन्नुभएको हुँदाखेरि चाहिँ गाउँलेहरूले त्यही अनुरूप यस 3टा खोलाको सङ्गममा यस स्थानमा 1887 सालदेखि नै यस स्थानमा चाहिँ मन्दिर बनाएर देवीको चाहिँ पूजा आराधना चाहिँ गर्दै आएको किम्बदन्ती रहेको छ। यस मन्दिरमा मगर जातिका पुरोहितबाट नित्य पूजा गरिँदै आएको छ। मन्दिरमा पूजा आराधना गर्दा मनोकांक्षा पूरा हुने र बोली नफुटेका बच्चाहरूको पनि बोली फुट्ने जनविश्वास रहेको छ। कोही भर्ती हुनु पर्यो भने, कसैका बाख्रा भैँसीहरू बिरामी भयो भने, छोराहरू चाहिँ छोराछोरी बिरामी भयो भने, कोही चाहिँ बक्के चाहिँ आएन भने त्यस्तो बेलामा पनि तीनखोले देवी भाकल गरेपछि चाहिँ आफूले चिताएको कुराहरू पुग्ने कुरा चाहिँ इतिहासबाट बुढापाकाले भन्दै आएको कुरा छ। धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा स्थापित यस मन्दिरमा तनहुँ जिल्ला लगायत पाल्पा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी लगायतका विभिन्न जिल्लाहरूबाट दर्शनका लागि आउने गर्दछन्। मन्दिर दर्शन गर्न आउने भक्तजनहरूले मन्दिर सँगसँगै प्राकृतिक रूपबाट रहेको वन जङ्गल, झरना, पोखरी लगायतका संरचना हेर्न सक्नेछन्। सुन्दर र शान्त वातावरणमा अवस्थित यस मन्दिरको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको गन्तव्य स्थल बनाउन जरुरी छ। शुक्ला न्यूजका लागि हरि खरेल, तनहुँ।